तालिमको तेस्रो दिन मेरो स्वर्गका बाबुको नाम लिन्छस्? मेरो बाबुले के आइदियो त त्यो? के सम्पत्ति लाग्यो? माइतीबाट ल्याएको केही छैन? न छोरा जन्माउनु छ? यो खत्तम खत्तम। हेर्नु सक्छस्? के हुन्छ? काम गरेर आइरहेको छु भोक भोकै यस्तो पनि हुन्छ? होइन यो हाम्रो बाले चाहिँ के गर्नु खोजेका आमालाई रात दिन कुटेर हुँदा हुँदा हिजो पनि प्रियालाई कति नराम्रोसँग गाली गर्नुभएको होइन गर्नु भएको चाहिँ के हो काकीलाई त नभनी भएन हो अब त आमा छोरी मिलेर त मेरो बासै उठाउन आने कि हौ? होइन यहाँ के चाहिँ हुँदैछ हो को चाहिँ खराबै कुरो हाम्रो बाले राम्रो कुरा नगरेर पो हो कि अनि आमाले छोरा नजन्मेको आमाको दोष हो त अनि दाइजोको पनि कुरा गर्नुहुन्छ तपाईँले के को दाइजो चाहिँ चाहियो आमाको त्यत्रो जिन्दगी तपाईँले दिनुभएको छ दाइजोको कुरा गर्नु काम गरेर ल्याएर छु पढाउँदैछु तिमीलाई खानु दिँदैछु लाउन दिँदैछु होइन ल अब चाहिँ ल अस्ति भयो अब चाहिँ उहाँलाई चाहिँ काकीलाई भोलि भन्नुपर्छ को ल्याउनु छ ल्याउ जान्छौँ नि हामी पनि के डराउँछौँ तपाईँ कुरा भनेर नमस्कार है हर्कबहादुर भाइ दादी नमस्कार नमस्कार के छ अनि संसार सुविस्तै भन्दाखेरि पनि एकचोटि बसेरै कुरा गरौँ न के हो हर्कबहादुर भाइको यहाँदेखि गडबड गडबड सुन्दैछु त के छ अनि बुहारीलाई धेरै कुटपिट गरिन्छ अरे अनि दाइजो पनि काटिन्छ अरे छोरी मात्रै पाइ भनेर धेरै टर्चर दिन्छ अरे यस्तो पनि गर्ने हो त भाइ मिलेर मलाई त पासेको ठाउँ अनि यसो गर्नु भएन नि तपाईँ जस्तो एउटा समाजको बुझ्ने मान्छेले एउटा छोरा मान्छेले यसरी एउटा छोरी मान्छेमाथि यसरी दुर्व्यवहार गर्नुहुन्छ छोरी भए पनि जन्माएकी छिन् तीनटा सन्तान जन्माइदिएकी छिन् अनि त्यहाँदेखि के खोज्छौ मैले पनि त दाजु पसल गरेको छु खाना दिएको छु लाउनु दिएको छु मरि काम गरेर आउँछु हल बोकेर आउँछु आउँदाखेरि भात तरकारी छैन एउटी चिया चाहिँ यता पकाउँछ अर्की अरू लम्बरी उफ्रिन्छ हैरानै हेर एउटा छोरी भए पनि सन्तानको रूपमा तिम्रो जन्मिसकेका छन् उनीहरूलाई बरु विद्यालयमा के कस्तो भइरहेको छ उनीहरूले कस्तो प्रकारको शिक्षा लिइरहेको छन् उनीहरूको राम्रो स्याहार सुसार भइरहेको छ कि छैन घरमा पनि भनेर पो विचार गर्ने हो अनि तिमीले यसरी बुहारीमाथि हातपात गरेर तिम्रो समस्या सुल्झिन्छ अहिलेको जमानामा छोरी छोरा भनेको एउटै हो नि त अनि दाइजोको कुरा गर्छौ अरे एकदमै दिनदिनै नानीहरूले पनि गुनासो गरिरहेका छन् अनि दाइजो तिम्रो आफ्नो 4 हात पाउले कमाएर तिमीहरू दुईजनाले कमाएर बनाउने हो सम्पत्ति भनेको कसैको अरूको दाइजो अरू ससुरालले दिएको दाइजोमाथि आँखा लाउने हो त आफूले दुःख गरेर हाम्रो छोराछोरीहरूलाई कसरी अब ठुलो मान्छे बनाउने उनीहरूलाई कसरी उनीहरूको लालन पालन कसरी गर्ने भनेर सोच्नु पर्दैन हो काकीले भन्नुभएको कुरा त आधी ठिक गरिदियो काकीले भनेको कुरा ठिक हुन्छ तर एउटा दादी त्यो बुढाले पनि सम्झाइदिनु
बुहारी एकदमै बुझ्ने छिन् तिम्रो एकदमै गलत मैले देखेको छु यो छोरीहरूलाई चाहिँ एउटा त्यो लङ्गडी फङ्गडी पनि भन्ने होइन किनभने लङ्गड अपङ्ग भनेको कसैको रहर होइन त्यो भनेको एउटा उसको तिमीले नै बरु राम्रो गरी बा गर्भावस्था बुहारीको गर्भावस्थामा राम्रो ख्याल पो गरेनौ कि त्यही भएर अब त्यस्तो जन्मियो कि त भनेर अब जन्मिसकेपछि तिमीले उसको लागि अब चाहिँ उसको जिन्दगी कसरी चाहिँ सजिलो बनाउने भनेर चाहिँ अगाडि बढ्नु पर्यो यो यसरी झै झगडा गरेर राम्रो हुँदैन त्यही माथि फेरि छोरा नजन्मेको कुरा भनेको हो छोरी मान्छेमा निर्धारण हुने होइन साँच्चै वास्तविक भन्ने हो भने भाइ एउटा कुरा के बुझ्नु भने छोरी जन्मिने कि छोरा जन्मिने भन्ने कुरा चाहिँ छोरा मान्छेमा निर्धारण हुने हो छोरा मान्छेको शरीरमा थाहा भएन नि हो अब त बुझ्यो नि होइन त्यही कारणले गर्दा आइन्दादेखि चाहिँ यो बुहारीलाई यसरी कुट्ने घरमा टचर दिने अनि नानीहरूलाई पनि त्यो अपङ्गा भनेर चाहिँ यसरी यो लङ्गडी सङ्गडी भन्ने छोरीहरूलाई दिनरात टचर दिने झगडा गर्ने काम बन्द गर कुरा बुझ्यो नि एकदमै नियम पनि कडा छ अहिले त यो घरेलु हिंसाको एकदमै यो कानुनी कारबाहीहरू पनि हुनसक्छ तिमीलाई ल म यति भन्न आएको ल अब बुहारी यता ल आइन्दादेखि मैले हर्कबहादुरलाई सबै कुरा बुझाइदिएको छु ल आइन्दादेखि अब बुहारीहरूले पनि आफ्नो कर्तव्य राम्रो गरी निभाउने हर्कबहादुर तिमीले त्यो नराम्रो भनेपछि मात्रै मुख लाग्ने हो कि होइन बुहारी हो त्यही भएर आइन्दादेखि चाहिँ बुहारीलाई पनि एकदमै राम्रो यसो बाहिर निक्लेर हिँड्नु काम गर्नु गयो अर्को केटीसँग लागि मेरो छोरीछोरीबाट कहिले हेर्नै सकिनस् न भन्छ तिम्रो एकदमै दुर्व्यवहारले गर्दाखेरि उसलाई पनि मानसिक असर गरेको छ त्यसै कारणले एक आपसमा दुईजना चाहिँ मिलेर बस्ने अनि ती छोराछोरीलाई पनि राम्रो गरी स्याहार सुसार गर्ने है त ल अब चाहिँ है त ल